सिभिक सेन्स सिभिक सेन्स सिभिक सेन्स जे कुरामा पनि सिभिक सेन्स होइन। अब सिभिक सेन्सको कुरा गर्दाखेरि होइन, अब कतै बाटोमा हिँड्ने बेलामा कोहीलाई भिडियो बनाएर होइन, कोहीको भिडियो बनाएर, जङ्गलमा हिँड्ने बेलामा अथवा कोहीले त्यहाँ अब पिसाब फेर्ने अथवा केही गरेर, अथवा धेरै बाटोघाटोमा गाउँघरहरूमा धेरै चाहिँ भयो, ट्रोल भयो। सिभिक सेन्स यति राम्रो छ नेपालको, यति एकदम हाई लेभलको छ, पुरै एकदम ब्रिलियन्ट छ। तर खै कहाँ गयो त नि सिभिक सेन्स? हाम्रो देशको राजधानी भन्ने ठाउँ, मुटु भन्ने ठाउँ काठमाडौँमा खै कहाँ गयो त सिभिक सेन्स? भिडियो मात्रै बनाएर हुन्छ, सिभिक सेन्स यस्तो छ त्यस्तो छ। अहिले हेर्नु त एक दिन 2 दिन मात्रै त्यहाँ नगर प्रहरी नपुगेको कारणले गर्दा होइन, सिभिक सेन्सको त पुरै धज्जिया उडाइदिएको छ। भनेपछि सिभिक सेन्स भनेको एउटा डर मात्रै रहेछ क्या, डरले गर्दा मात्रै सिभिक सेन्स कुरा चाहिँ आउँदो रहेछ, नत्र त सिभिक सेन्सको यहाँ केही नै छैन। किन भन्दाखेरि अस्तिसम्म एकदम न्यु रोड भनेको अथवा काठमाडौँको विभिन्न ठाउँ चाहिँ एकदम क्लियर होइन, पुरै एकदम हेर्दाखेरि पनि एकदम राम्रो होइन। तर अहिले कि एकदम 1-2 दिन मात्रै होइन, 1-2 दिन भनेको धेरै लामो चाहिँ पनि होइन, 1-2 दिन नगर प्रहरी ब्याक भएको कारणले गर्दा होइन, त्यहाँ नआएको कारणले गर्दा यस्तो हालत छ, यस्तो कस्तो थर्ड क्लास बनाइदियो। त्यहाँ 1-2-3 दिनमै थर्ड क्लास बनाइदिएको छ। तर हामी पनि एकदम गर्व गर्छौँ है, हामी त एकदम धेरै सिभिक सेन्समा त पुरै अब हाम्रो चाहिँ युरोप जस्तै चाहिँ हाम्रो तुलना हुन्छ, नेपालीहरूको तुलना हुन्छ सिभिक सेन्समा चाहिँ। तर वास्तविक त्यो चाहिँ होइन, वास्तविक त्यो चाहिँ होइन, त्यो चाहिँ लुकेको थियो। वास्तविक के हो भनेर लुकेको थियो, त्यो चाहिँ एक्सपोज भयो होइन। हाम्रो सिभिक सेन्स चाहिँ एकदम एक्सपोज भएको छ। यस्तो राम्रो चाहिँ बाटोमा चाहिँ बेच्ने होइन, गमलामाथि चाहिँ बस्ने, त्यहाँ बसेर व्यापार गर्नु चाहिँ राम्रो हो, फुटपाथको चाहिँ अब व्यवस्थापन गर्नु चाहिँ राम्रो हो। तर यति लापरवाही गर्नु चाहिँ राम्रो त भएन, कति पनि राम्रो चाहिँ भएन। यतिको चाहिँ गर्नु त कुनै हालतमा चाहिँ भएन। त्यही भएर चाहिँ हामीले मात्रै अब केही ठाउँलाई लिएर सिभिक सेन्समा हामीले अरू देशसँग तुलना गर्नुभन्दा पहिला होइन, त्यो चाहिँ हेर्नुपर्छ है। एक्सपोज भएको के अरे सिभिक सेन्स कति मात्रामा चाहिँ एक्सपोज भएको छ। वास्तविक हाम्रो सिभिक सेन्स के हो भन्दाखेरि अहिले बल्ल चाहिँ एक्सपोज भयो। काठमाडौँको गल्लीमा, काठमाडौँको धेरै जसो ठाउँमा अहिले त पुरै ट्राफिक त नियम त भाँडमा जाओस्, मतलब भएन। ट्राफिक नियम भनेको के हो छैन। तर हामी चाहिँ सोच्छौँ के त, हामीलाई देश चाहिँ कस्तो छ, हामीले चाहिँ युरोप जस्तै देश खोजिरहेछौँ। युरोपमा यति राम्रो ट्राफिक व्यवस्थापन छ, यति राम्रो यो छ त्यो छ मात्रै सोच्छौँ। त्यो सोचेर मात्रै भयो नि त, चाहना लिएर मात्रै भएन नि, त्यो अनुसार हामीले पनि देखाउनु पर्यो। सरकारलाई मात्रै दोष लगाएर चाहिँ भएन, हामीले पनि सरकारलाई चाहिँ सहयोग गर्नुपर्छ। यस्तो ट्राफिक नियमको पालनामा अथवा जे कुरामा पनि गर्नु पर्यो। तर छैन, मतलबै भएन। एक दिन के लुज गरौँ ट्राफिक प्रहरीले अथवा नगर प्रहरीले लुज गरेपछि त सक्यो, सब कुरा सक्यो, त्यसमा केही मतलबै छैन। त्यही भएर चाहिँ सिभिक सेन्स भनेको परिभाषा मात्रै नभएर व्यवहारमा जबसम्म आउँदैन नि तबसम्म चाहिँ सिभिक सेन्सको मतलबै चाहिँ भएन। नगर प्रहरी नभएको बेला यदि त्यहाँ पहिला जस्तै भएको भए एकदम सिभिक सेन्सको म चाहिँ सेल्युट गर्थेँ, सलाम ठोक्थेँ। तर खै कहाँ गयो सिभिक सेन्स? मतलबै छैन। यस्तो हाम्रो देशको हालत। अनि हामीलाई चाहिएको अमेरिका, अस्ट्रेलिया, जापान, क्यानाडा के चाहियो, युरोप कन्ट्री चाहियो। तर हामी खतम सोचको साथ यस्तै अगाडि बढ्यौँ भने त्यो कहिले पनि पुरा हुनेवाला छैन।